एसी को चाहिँ हावाको मोडहरू चेन्ज गर्दा जस्तो उता विन्डसिल्डतिर त्यस पछाडि अगाडि जस्तो यो खुट्टातिर बनाउँदाखेरि चाहिँ यो स्विच हामी थिचिरहेको हुन्छौँ तर भित्रको मेकानिजम चाहिँ कसरी बनेको हुन्छ कस्तो हुन्छ कहिले याद गर्नु भएको छ त्यो म देखाउँदैछु हेरौँ है त कस्तो हुन्छ अगाडि हावा आउने पाल चाहिँ यो दुईटा त्यस पछाडि यो अर्को भइहाल्यो यो चाहिँ ड्यासबोर्ड खोलेको छौँ सेम गाडी हो अर्को गाडीको खोलेको छौँ यताको साइडको भयो यसको भित्रपट्टि कस्तो हुन्छ है त यो भित्रको यो त बाहिरको साइड भइहाल्यो भित्रको साइड हेरौँ है त यो भित्र हुन्छ यस्तो अब यसबाट यहाँबाट हावा जाने हो यो भित्र पनि पाइपै युज भएको हुन्छ प्लास्टिकको त्यसमा यहाँ एसीको ब्लोअर लाग्छ ब्लोअरले चाहिँ कता कता पठाउने हावा त्यही अनुसार चाहिँ फ्ल्याप बन्द गरिदिन्छ यता उता मासतिर पठाउँदा यताको बन्द र खुट्टातिर पठाउँदाखेरि पनि यताको अन गरिदिने गर्छ भित्र चाहिँ यस्तो युज भएको हुन्छ यो पाइपहरू प्लास्टिकै हुन्छ हल्का आइटमहरू प्लास्टिक आइटम युज गरेर हुन्छ यो भित्र चाहिँ सुल्टोबाट हेर्दा जति राम्रो देखिन्छ पछाडिबाट चाहिँ त्यति राम्रो चाहिँ हुँदैन है ल